तपाईले जोडेको सम्पत्ति, तपाईले जम्मा गरेको सम्पत्ति, तपाईले थुपारेको सम्पत्ति तपाई लान सक्नुहुन्न। हामी सबै छोडेर जान्छौँ, कसैले पनि लान सक्दैन। तर येशूले हामीले यस्तो एउटा महान सत्य त बताउनुहुन्छ कि हामी सबै आफ्नो साथमा लैजान नसके पनि हामी अगाडि पठाउन सक्छौँ। अनि यो कुरा तपाई र म जान्नुपर्छ कि हामी प्रभुको लागि अथवा हामी स्वर्गमा खजाना जम्मा गर्नु भनेको, भण्डारण गर्नु भनेको र हामी प्रभुको सेवाको लागि, चर्चको सेवाको लागि, विश्वासीहरूको लागि हामीले पैसा, उनीहरूको भलाइको लागि पैसा दिनु हो। अनि त्यो मानिस मूर्ख होइन जसले आफूले गुमाउन नसक्ने चिज प्राप्त गर्न, आफूले राख्न नसक्ने चिज अरूलाई दिन्छ। धेरै मानिसहरू आफ्नो भविष्यलाई सुरक्षित राख्न विभिन्न वित्तीय संस्थाहरूमा आबद्ध हुन्छन्। उनीहरूले आफ्नो पैसालाई जोगाउन ब्याङ्कमा जान्छन्, ब्याङ्कमा राख्छन्, विभिन्न सेयर लगानी गर्छन्, हैन, बिमा गर्छन्। यसो गर्नु गलत होइन, बिल्कुलै गलत होइन। तर सत्य त यो पनि हो कि एक दिन ती सबै खरानी हुनेछ। सबै पैसा, सबै धन, सबै जायजात, सारा जायजात एक दिन धुवासँगै उडी जानेछ। त्यसो भए हामी सधैँभरिको लागि सबै धन सम्पत्ति सुरक्षित कहाँ राख्न सक्छौँ? एक दिन सबै यो उडी जानेछ, सबै हराउनेछ, यो पृथ्वीसँगै बिति जानेछ। त्यसो भए तपाईँ र मलाई प्रश्न आउँछ, हामी यो जुन हाम्रो हातमा भएको धन, परमेश्वरले जुन हामीलाई धन दिनुभएको छ, यो धनलाई सधैँभरिको लागि सुरक्षित हामी कहाँनिर राख्न सक्छौँ? के कहीँ सुरक्षित राख्ने ठाउँ छ? के कहिले तपाईँ सुन्नुभएको छ? के कुनै यस्तो ब्याङ्क छ जहाँनिर हामी सारा सम्पत्तिलाई सुरक्षित राख्न सक्छौँ? यदि तपाईँ सारा धन र सारा सम्पत्तिको मालिकसँग सोध्नुभयो भने उहाँले यसरी जवाफ दिनुहुनेछ, त्यो ठाउँ चाहिँ स्वर्गको ब्याङ्क हो। त्यो एक मात्र ठाउँ भनेको परमेश्वरको राज्य हो, त्यो परमेश्वरको घर हो। यसकारण हामी अहिलेबाट परमेश्वरको पैसा जो उहाँले तपाईँ र मलाई सुम्पिदिनु भएको छ त्यसलाई अनन्तताको प्रकाशमा भण्डारण गर्नुपर्छ। यसकारणले गर्दाखेरि आज हामी मुख्य सिक्नुपर्ने सत्यता, हामी बुझ्नुपर्ने सत्यता यही हो कि हामी परमेश्वरको पैसालाई अनन्तताको प्रकाशमा भण्डारण गर्नुपर्छ। यस सम्बन्धी हामीले आज दुईवटा प्रश्नहरूलाई हेर्नेछौँ। दुईवटा प्रश्नहरू तपाईँले पाउनुभएको छ बुलेटिन, त्यहाँनिर पक्कै पनि त्यहाँ प्रश्नहरू छ। हामी दुईवटा प्रश्नहरू सिक्नेछौँ, दुईवटा प्रश्नहरू हेर्नेछौँ। पहिलो प्रश्न, अनन्तताको प्रकाशमा भण्डारण गर्न के गर्नुपर्छ? हामी चारवटा अर्थहरूलाई हेर्नेछौँ र यो अर्थहरू म व्याख्या गर्दै जाँदा तपाईँहरूलाई यो अर्थहरू बताउनेछु। दोस्रो प्रश्न, हामी अनन्तकालमा लगानी गर्न प्रेरणा अथवा उत्साह कहाँबाट पाउँछौँ? हामी दुई उत्साहहरू हेर्नेछौँ। अनि आउनुहोस् हामी पहिलो प्रश्नलाई हेर्नेछौँ र म तपाईँहरूलाई अघि नै भनिसकेँ होइन, म तपाईँहरूलाई पढ्न पनि लगाउनेछु है। तपाईँ छिटो आफ्नो बाइबल खोल्नु होला अनि पढ्नु होला पनि है। अनि आउनुहोस् हामी पहिलो प्रश्न हेर्नेछौँ, अनन्तताको प्रकाशमा भण्डारण गर्न हामी के गर्नुपर्छ? हामी चारवटा अर्थहरूलाई हेर्नेछौँ र पहिलो अर्थी त्यहाँनिर तपाईँको त्यहाँ नोट तपाईँले पाउनुभएको बुलेटिन जुन छ त्यहाँनिर तपाईँ हेर्न सक्नुहुन्छ। पहिलो अर्थी, धन र सम्पत्तिलाई अनन्तताको लेन्सबाट हेर्नुहोस्। तपाईँ र मलाई परमेश्वरले सुम्पिदिनु भएको सम्पत्ति हामी अनन्तताको प्रकाशमा हामी हेर्नु आवश्यक छ, हामी हेर्नुपर्छ। अनि यो कुरा येशूले सिकाउनु भएको छ। तपाईँ दिदी बहिनीहरू मध्ये एकजनाले अलि चर्को स्वरमा मत्ती 6 अध्यायको 19 देखि लिएर 24 पद पढिदिनुहोस्। जहाँ किराले वा किराले नष्ट पार्दैनन्, न चोरले पनि चोर्दैन। किनकि जहाँ तिम्रो धन हुन्छ त्यहाँ तिम्रो मन पनि हुन्छ। आँखा शरीरको बत्ती हो, यसकारण यदि तिम्रो आँखा स्वस्थ छन् भने तिम्रो सारा शरीर उज्यालो हुन्छ, तर तिम्रो आँखा खराब छन् भने तिम्रो सारा शरीर अँध्यारो हुन्छ। यसकारण तिमी भित्र भएको उज्यालो चाहिँ अँध्यारो भयो भने त्यो अँध्यारो कस्तो हो हुन्छ।
कसैले दुई किसिमको सेवा गर्न सक्दैन, किनभने त्यसले एउटालाई घृणा गर्छ र अर्कोलाई प्रेम गर्छ, अथवा त्यसले एउटाप्रति भक्ति राख्नेछ र अर्कोप्रति त्यसले तुच्छ ठान्नेछ। तिमीहरूले परमेश्वर र धनको सेवा गर्न सक्दैनौ। धन्यवाद छ। यहाँनिर जब तपाईँ यो मत्ती 6:19 लिएर 24 पदमा हेर्नुहुन्छ भने येशूले चेलाहरूलाई स्वर्गको सम्पत्तिको बारेमा सिकाउँदै हुनुहुन्छ। येशूले यो खण्डमा दुई कुरालाई 3 समूहमा विभाजन गर्नुहुन्छ र 3 समूहमा प्रस्तुत गर्नुहुन्छ। जब तपाईँ 19देखि 21मा हेर्नुहुन्छ भने त्यहाँनिर येशूले पहिलो 2 खजानाहरूको विषयमा बताउनुहुन्छ, जो वर्तमान पृथ्वी र स्वर्गको भविष्यको स्वर्गको विषयमा भन्नुहुन्छ। त्यसपछि जब दोस्रो तपाईँ हेर्नुहुन्छ भने 22देखि लिएर 23 पदमा त्यहाँनिर 2 दृष्टिकोणहरूको बारेमा बताउनुहुन्छ, स्वास्थ्य आँखा र खराब आँखाको बारेमा त्यहाँनिर बताउनुहुन्छ। त्यसपछि तपाईँ 24 पदमा हेर्नुहुन्छ भने त्यहाँनिर 2 मालिकको विषयमा पाउनुहुन्छ, परमेश्वर र धन। तपाईँ 19देखि 21मा हेर्नुहोस्, यहाँनिर 2 खजानाहरूको कुरा परमेश्वर येशूले गर्नुहुन्छ, वर्तमान पृथ्वी र भविष्यको स्वर्ग। यो खण्डमा येशूले भन्दै हुनुहुन्छ कि आफ्नो निम्ति पृथ्वीमा धन सम्पत्ति नथुपार। किनकि जहाँ किरा र खियाले नष्ट पार्छन् र जहाँ चोरहरूले घर फोरेर ती चोर छन्। येशूले अझै भन्न सक्नुहुन्थ्यो, आगोले भस्म पार्छ, बाढीले डुबाउँछ, सरकारहरूले कब्जा गर्छन्, शत्रुहरूले आक्रमण गर्छन्, लगानीहरू डुब्छन्। यसोले भन्न सक्नुहुन्थ्यो कुनै पनि संसारिक खजानाहरू सुरक्षित छैन। यदि भौतिक वस्तुहरू किरा र खिया अथवा चोरहरू वा बाढीबाट सुरक्षित भए तापनि परमेश्वरको आउने क्रोधबाट, आउने आगोबाट त्यो बच्न सक्दैन। दोस्रो पत्रुस 3:7 पदले भन्दछ, त्यही वचनले भक्तिहीन मानिसको इंसाफ र विनाशका दिनसम्मको लागि अहिलेको आकाश र पृथ्वी आगोको निम्ति साँची राखेका छन्। प्रियहरू, यहाँनिर येशूले स्पष्ट भन्नुहुन्छ, यदि साँच्चै नै अझै केही भन्नुभएको भए यसरी भन्नुहुन्थ्यो होला, सबै भौतिक चिजहरू यदि यो संसारमा छ, जो उहाँले भन्नुभएछ किराले नष्ट पार्छन्, किराले खान्छ, खियाले नष्ट गर्छ, उहाँले भन्न सक्नुहुन्थ्यो कि आगोले पनि नष्ट गर्छ, बाढीले डुबाउँछ, सरकारले कब्जा गर्छ। ती सबै कुराहरू यदि सरकारले, बाढीले, खियाले नखाए पनि परमेश्वरको त्यो अन्तिम न्यायबाट बच्ने छैन, त्यो सबै ध्वस्त हुनेछ। यसै कारण येशूले यस पृथ्वीमा आफ्नो निम्ति धन सम्पत्ति नथुपार्न उहाँले आज्ञा गर्नुहुन्छ, तर स्वर्गमा धन सम्पत्ति थुपार्न उहाँले भन्नुहुन्छ। किनकि त्यहाँ सम्पत्तिहरू सदाको लागि रहनेछ। तपाईँ 22देखि 23मा हेर्नुहुन्छ भने त्यहाँनिर अर्को कुरा पाउनुहुन्छ, 2 दृष्टिकोणहरू पाउनुहुन्छ, स्वास्थ्य आँखा र खराब आँखा। येशूले यहाँनिर 2वटा आँखाको कुरा गर्नु छ यो खण्डमा। अनि स्वास्थ्य आँखा र खराब आँखा, यदि स्वास्थ्य आँखा छ भने सारा शरीर नै के हुनेछ, उज्यालो हुनेछ। यदि खराब आँखा छ भने सारा शरीर नै के हुनेछ, अँध्यारो हुनेछ। यहुदी संस्कृतिमा खराब आँखाले दुष्ट आँखा जनाउँदथ्यो। खराब आँखाले अरूको ईर्ष्या गर्छ, चिजहरूको लालच गर्छ, हानि गर्न चाहन्छ, हरेक कोणबाट उसले खराबी नै गर्न चाहन्छ। तर असल आँखाले धनलाई अनन्तताको दृष्टिकोणबाट हेर्दछ। यसले अस्थायी पार्थिव धनहरूलाई हाम्रो लागि परमेश्वरको प्रावधानको रूपमा मात्र नभई परमेश्वरको सेवा र अरूलाई मद्दत गर्ने माध्यमको रूपमा पनि हेर्छ। यसले नोक्सानी होइन, फाइदा ल्याउँछ। त्यसपछि जब तपाईँ 24 पदमा हेर्नुहुन्छ भने त्यहाँनिर अर्को समूहको कुरा गर्नुहुन्छ, 2 मालिकहरू, परमेश्वर र धन। यो पदमा येशूले 2 मालिकको कुरा गर्दै हुनुहुन्छ। तपाईँ 24 पदमा हेर्नुहोस्, परमेश्वर र धन। कसैले 2 मालिकको सेवा गर्न सक्दैन। किनकि त्यसले एउटालाई घृणा गर्नेछ र अर्कोलाई प्रेम गर्नेछ। हामीसँग 2 मालिकहरू हुन सक्छन्, तर हामी दुवैको सेवा गर्न सक्दैनौँ। हाम्रो जीवनमा एउटा मात्र सिंहासन छ, जुन सिंहासनमा एकजनाको लागि मात्र पर्याप्त छ। त्यो सिंहासनमा या त ख्रीष्ट विराजमान हुन सक्नुहुन्छ या त धन विराजमान हुन सक्छ। यदि हामी त्यो सिंहासनमा धनलाई राख्छौँ भने यो पूर्ण रूपमा घाटा छ। यसकारण हामी परमेश्वरको पैसाको भण्डारीहरू
धन र सम्पत्तिले अनन्तताको लेन्स अफ प्रकाशबाट हेर्नुपर्छ। सबै नाश भएर जानेछ, सबै खत्तम भएर जानेछ। यसकारण हामी परमेश्वरले जुन तपाईँ र मलाई पैसा हाम्रो जिम्मामा राखिदिनु भएको छ, हामीलाई भण्डारी बनाउनु भएको छ, हामी परमेश्वरको पैसालाई अनन्तताको प्रकाशमा, अनन्तताको लेन्सबाट हामी हेर्नुपर्छ। जब तपाईँ मूसालाई हेर्नुहुन्छ भने मूसा उनी मिस्र देश जो त्यति बेलाको सबैभन्दा धनी राष्ट्र थियो, राजनीतिकमा, कुटनीतिकमा, सैनिकमा, आर्थिक रूपमा सबै कुरामा एकदम धनी राष्ट्र थियो। अनि त्यो राष्ट्रको राजकुमार कहिल्यै न मूसा इन्कार गरेका छन्। पापको क्षणिक सुख भोग्नले उनी इन्कार गरेका छन्। एकदमै धनी राष्ट्र मिस्र देशको सम्पत्तिलाई पनि उनी इन्कार गरेका छन्, किनकि मूसा जान्दथे कि यी सबै एक दिन खरानी भएर जानेछ। यसकारण उनी ख्रिस्टको निम्ति, ख्रिस्टको खातिर निन्दित हुन ठाने, किनकि मूसाले आफ्नो आँखा पृथ्वीमा होइन अनन्त इनामतिर लगाएका थिए। जब तपाईँ हेर्नुहुन्छ भने पछि मूसाको जीवन, मूसा चाहिँ सबै परमेश्वरको निम्ति आफ्नो बल, आफूसँग भएका सबै चिजहरू परमेश्वरको निम्ति उनले प्रयोग गर्छन्। परमेश्वरको सेवाको लागि आफ्नो बल, सबै कुराहरू प्रयोग गरेको पाउनुहुन्छ। किनकि मूसा सबै धन, सबै सम्पत्ति अनन्तताको त्यो प्रकाशमा, अनन्तताको त्यो लेन्सबाट हेरेका थिए। यसकारण परमेश्वरको पैसाको भण्डारीहरू यस पृथ्वीमा धन र सम्पत्तिले अनन्तताको लेन्सबाट हेर्नुहोस्। तपाईँ र म परमेश्वरको पैसाको भण्डारीहरू हौँ। यसकारण तपाईँ र मलाई जिम्मा दिएको पैसा हामी अनन्तताको लेन्सबाट हेर्नु आवश्यक छ। जब तपाईँ र म हामीसँग भएको सानोभन्दा सानो रकमलाई, पैसालाई अनन्तताको लेन्सबाट हेर्छौँ, तब येशूले भन्नुभयो अनुसार पृथ्वीमा होइन हामी स्वर्गमा पैसा भण्डारण गर्छौँ, धन भण्डारण गर्छौँ। यदि तपाईँ र म हामीसँग भएको पैसाको थैली अथवा पर्सलाई पनि हामी अनन्तताको लेन्सबाट हेर्छौँ भने हामी परमेश्वरको सेवा र अरूलाई मद्दत गर्ने माध्यमको रूपमा हेर्छौँ। यदि तपाईँ र म हामीसँग भएको सारा भौतिक धनहरूलाई अनन्तताको लेन्सबाट हेर्छौँ भने हामी धनलाई होइन, तर हामी एकमात्र उद्धारकर्ता ख्रिस्टलाई त्यो सिंहासनमा राख्नेछौँ, उहाँलाई हामी मालिक मान्नेछौँ। तर आज धेरैजना धन सम्पत्तिलाई अनन्तताको लेन्समा अथवा अनन्तताको प्रकाशमा हेर्दैनन्। परिणामस्वरूप तिनीहरू स्वर्गमा धन भण्डारण गर्नुको ठाउँमा उनीहरू बितिजाने संसारमा भण्डारण गरिरहेका हुन्छन्। सम्पत्तिले अनन्तताको आँखाबाट नहेरेको हुनाले उनीहरू रिटायरमेन्टको वर्षलाई मात्र हेरिरहेका हुन्छन्। त्यति मात्र होइन, उनीहरू सेवा गर्छौँ भन्दै अधिक मात्रामा सम्पत्तिहरू जम्मा गर्छन्। तर जब समय आउँछ उनीहरू त्यो सिंहासनमा स्वर्गको मालिकलाई होइन तर सम्पत्तिलाई राख्दछन्, अथवा उनीहरू स्वर्गको मालिकको सिंहासनलाई धनसँग प्रतिस्थापन गर्दछन्। उनीहरूलाई पैसाले नियन्त्रण गरिरहेको हुन्छ, पैसाको नोकर भएर जिरहेको हुन्छ। जब यो अनन्तताको लेन्सबाट नहेर्दा यो समस्या हुन्छ। जब परमेश्वरको त्यो दृष्टिबाट, परमेश्वरको नजरबाट, त्यो अनन्तताको प्रकाशमा हामीसँग भएको सम्पत्तिलाई नहेर्दा हामी परमेश्वरको होइन, हामी पैसाको नोकर भएर हामी जिउँछौँ। म उत्साह दिन चाहन्छु, तपाईसँग भएको सारा धन सम्पत्ति, तपाईँ र मसँग भएको सारा जायजात, हामी त्यो सम्पत्तिलाई अनन्तताको प्रकाशमा हेर्नु आवश्यक छ। यसले तपाईँ र मलाई अनन्तताको प्रकाशमा, स्वर्गको राज्यमा तपाईँ र मलाई हाम्रो सम्पत्तिलाई भण्डारण गर्नले उत्साह दिन्छ। आउनुहोस् हामी दोस्रो अर्तीलाई हेर्नेछौँ। स्वर्गमा खजानाहरू तपाईँभन्दा अघि पठाउन सक्नुहुन्छ भने जान्नुहोस्। हामीले पहिला हेऱ्यौँ होइन कि धन सम्पत्तिलाई अनन्तताको लेन्सबाट हेर्नुहोस्, यो पहिलो अर्थी हेरौँ। अब दोस्रो अर्थी हामी हेर्नेछौँ। स्वर्गमा खजानाहरू तपाईँभन्दा अघि पठाउन सक्नुहुन्छ भने जान्नुहोस्। कसैले पढिदिनुहोस् भजन सङ्ग्रह 49 को 10 पद र त्यसपछि त्यही 49 को 16 देखि 17 पद। दाजुभाइहरू मध्ये है एकजनाले पढिदिनुहोस्। किनकि सबैले देख्न सक्छन् कि बुद्धिमान मानिस पनि मर्दा रहेछन्,
मूर्ख र विवेकहीन मानिसहरू पनि नष्ट हुन्छन् र तिनीहरूले आफ्ना धन सम्पत्ति अरूहरूका लागि छोड्छन्। 16 देखि 17 पनि 16 र 17 मा यसरी लेखिएको छ, कोही धनी भयो र त्यसको घरको गौरव बढ्यो भने तिमीहरू नडराऊ, किनकि त्यो मर्दा त्यसले आफूसँग केही पनि लैजाने छैन, त्यसको गौरव त्यसको पछि पछि जाने छैन। यहाँनिर जब तपाईँ हेर्नुहुन्छ भने भजनकारले भन्दैछन् कि बुद्धिमान मानिस या मूर्ख मानिस, चाहे त्यो धनी होस् या त्यो गरिब होस्, उसले आफूसँग केही पनि लान सक्दैन। त्यति मात्र होइन, त्यसले आफूसँग उसको पछि पछि त्यो गौरव पनि जाने छैन। यसुले पनि मत्ती 6 अध्यायमा भन्नुहुन्छ पृथ्वीका सारा धन सम्पत्ति नाश भएर जानेछ, यसकारण कोही पनि आफूसँग सम्पत्तिहरू लैजान सक्दैन, कोही पनि लैजान सक्दैन। याद गर्नुहोस्, यसुले एकजना मूर्ख दृष्टान्त अथवा एकजना मूर्ख व्यक्ति, मूर्ख धनी मानिसको बारे भन्नुहुन्छ। यसुले दृष्टान्तमा भन्नुहुन्छ एकजना धनी मानिस जसले जमिनमा प्रशस्त उब्जनीहरू उब्जाउँछ, उसले प्रशस्त मात्रामा फलहरू फलाउँदछ, उसले आफ्नो अनाजहरू धनमालहरू राख्नको लागि ठुल्ठुला ढुकुटीहरू बनाउँदछ र आफ्नो प्राणलाई भन्छ, ए प्राण त धेरै वर्षसम्म तेरो लागि धेरै वर्षसम्म पुग्ने गरी तेरो निम्ति धनमालहरू थुप्रिएको छ, जम्मा भएको छ, अब सुख चैनमा खा बस मोज गर, उसले आफ्नो प्राणलाई भन्छ। तर परमेश्वरले भन्नुभयो, ए मूर्ख, आज नै तेरो प्राण तँबाट खोसिनेछ, जे कुराहरू तैँले आफ्नो निम्ति थुपारेको छस् ती कसको हुने? कसैको। प्रियहरू, कुनै पनि मानिस आफूसँगै सम्पत्तिहरू लान सक्दैन, यो असम्भव छ। कुनै पनि व्यक्ति आफ्नो सबै सम्पत्तिहरू छोडेर जानुपर्छ, कुनै पनि मानिस आफूसँग भएका चिजहरूलाई, भौतिक चिजहरूलाई लान सक्दैन, यो असम्भव छ, यो सम्भव छैन, सक्दैन, कसैले सक्दैन। एकजना अमेरिकी बिजनेसम्यान जोन डी रकफेलरले भन्नुहुन्छ, उहाँ एकदम त्यो व्यक्ति चाहिँ आफ्नो समयको अमेरिकाको सबैभन्दा धनी व्यक्ति हुनुहुन्थ्यो। अनि जब उहाँको मृत्यु भयो, त्यो व्यक्तिको अर्थात् जोन डीको मृत्यु भयो, अनि कसैले उहाँको लेखापाललाई यसरी सोध्दछ, जोन डीले कति पैसा छोड्यो? सबैभन्दा धनी व्यक्ति थिए आफ्नो समयको, अनि जोन डीले कति पैसा छोड्यो नि भनेर एकजना व्यक्तिले उसको लेखापाललाई सोध्दछ। अनि उसको त्यो लेखापालको जवाब अचम्मको हुन्छ अथवा चाखलाग्दो हुन्छ। उसले भन्दछ, जोन डीले सबै छोडेर गए। कुनै पनि मानिस आफूसँग केही लान सक्दैन। आफूले कमाएको, जोडेको, धेरै वर्षसम्म जम्मा गरेको धन 1% पनि लान सक्दैन। धेरै मेहनत गरेर बनाएको घर, आफ्नो जयजात जम्मा गरेको हैन, आफ्नो मेन्टेन गरेको फिजिकल शरीर पनि हैन, त सुन्दरता पनि, गौरव पनि, महिमा पनि केही पनि लान सक्दैन। यो असम्भव छ, कसैले लान सक्दैन। हामी लान सक्दैनौँ, तपाईँ लान सक्नुहुन्न। तपाईँले जोडेको सम्पत्ति, तपाईँले जम्मा गरेको सम्पत्ति, तपाईँले थुपारेको सम्पत्ति तपाईँ लान सक्नुहुन्न। हामी सबै छोडेर जान्छौँ, कसैले पनि लान सक्दैन। तर येशूले हामीले यस्तो एउटा महान सत्य त बताउनुहुन्छ कि हामी सबै आफ्नो साथमा लैजान नसके पनि हामी अगाडि पठाउन सक्छौँ। यसकारणले त येशूले भन्नुहुन्छ, 6 अध्यायको मत्ती 6 अध्यायको 19 पदमा भन्नुहुन्छ, आफ्नो निम्ति पृथ्वीमा धन सम्पत्ति नथुपार, जहाँ किरा र खियाले ती नष्ट पार्छन् र जहाँ चोरहरूले ती चोर्छन्। र 20 पदमा, तर आफ्नो निम्ति स्वर्गमा धन सम्पत्ति थुपार, जहाँ किराले वा खियाले नष्ट पार्दैन र चोरले पनि चोर्दैन। यस पृथ्वीमा हामीले समात्न खोज्ने कुनै पनि चिज अस्थायी खजाना हो, जुन एक दिन पूर्ण रूपमा, सम्पूर्ण रूपमा हराउनेछ। तर जब हामीले पार्थिव खजानाहरू परमेश्वरको हातमा राख्छौँ, परमेश्वरमा राख्छौँ, परमेश्वरको राज्यमा राख्छौँ, परमेश्वरको त्यो स्वर्गको ब्याङ्कमा राख्छौँ, हामी आफ्नै निम्ति, आफ्नै लागि खजानाहरू हामी जम्मा गर्छौँ। यसकारण प्रियहरू, यसकारण हाम्रो विश्वासीहरू, यो सत्यतामा मनन गर्नुहोस्, यो सत्यतामा मनन गर्नुहोस्। तपाईँले यसलाई आफ्नो साथमा लैजान सक्नुहुन्न, तर तपाईँले यसलाई अगाडि पठाउन सक्नुहुन्छ।
यो सत्यताले मनन गर्नुहोस्। तपाईँ र म हामीसँग भएको सम्पत्तिलाई हामी आफूसँगै लान सक्दैनौँ। तपाईँको इज्जत, तपाईँको महिमा, तपाईँको गौरव, तपाईँको सबै कुरा तपाईँ केही पनि लान सक्नुहुन्न। तर यसोले भन्नुहुन्छ हामी पठाउन सक्छौँ, हामी अघि पठाउन सक्छौँ। सोच्नुहोस्, यदि हामीले राख्नुको सट्टा दिनु फाइदा छ भने दिनुहोस्। हामी लान सक्दैनौँ तर हामी पठाउन सक्छौँ भनेपछि यदि राख्नुको सट्टा, आफूसँग राख्नुको सट्टा दिनु फाइदा छ भने दिनुहोस्। पृथ्वीको धुवासँगै उडी जाने ब्याङमा भन्दा कहिले नाश नहुने स्वर्गको ब्याङमा जम्मा गर्नुहोस्। तपाईँ र म कसरी जम्मा गर्न सक्छौँ? धेरै तरिकाहरू छन्, तर विशेष म तपाईँहरूले दुईवटा कुरा बताउन चाहन्छु। पहिलो, तपाईँहरू हरेक महिनाको कमाइबाट इमान्दारीपूर्वक उदार चित्तले तपाईँ नियमित रूपमा भेटिदिनुहोस्। अर्को, तपाईँले आफ्नो चर्चको, स्थानीय चर्चको अगुवाको निम्ति अगुवाको भारलाई तपाईँ उठाउनुहोस्। अब धेरै तरिकाहरू छन्। तपाईँले आफ्नो अगुवाहरूसँग सोध्नुहुन्छ भने धेरै कुरा बताउन सक्नुहुन्छ। म भन्दा अझ राम्रो कुरा बताउन सक्नुहुन्छ। हामी यो कुरा अझै हामी दोस्रो सेसनमा हेर्नेछौँ अथवा अन्तिम सेसनमा हेर्नेछौँ। म तपाईँहरूलाई उत्साह दिन चाहन्छु। हे मेरा दाजुभाइहरू हो, हे मेरा दिदीबहिनीहरू हो, हे हाम्रा विश्वासीहरू हो, तपाईँ र मैले आफूसँग केही पनि ल्याएका थिएनौँ, न त केही लान सक्छौँ। हामी सबै छोडेर नै जाने हो। तर सुन्नुहोस्, तपाईँ आफू जान्नुभन्दा अघि पठाउन सक्नुहुन्छ। यसकारण तपाईँले सङ्कल्प गर्नुहोस्, दिनलाई सङ्कल्प गर्नुहोस्, दिनलाई कहिले नछोड्नुहोस्। तपाईँ पृथ्वीमा हुँदा नै स्वर्गमा जम्मा गर्नुभएको खजानाहरू, जब तपाईँ जम्मा गर्नुहुन्छ ती खजानाहरूले, जब तपाईँ त्यहाँ पुग्नुहुन्छ तपाईँलाई ती खजानाहरूले तपाईँलाई पर्खिरहेका हुन्छन्। आमेन। आउनुहोस् हामी तेस्रो अर्थीलाई हेर्नेछौँ। तेस्रो अर्थी, स्वर्गमा खजानाहरू जम्मा गर्नु भनेको दिने बारेमा हो भने जान्नुहोस्। हामी दुईवटा कुरा हेरिसक्यौँ, दुईवटा अर्थीहरू हेरिसक्यौँ। यो तेस्रो अर्थी कि स्वर्गमा खजानाहरू जम्मा गर्नु भनेको दिने बारेमा हो भने जान्नुहोस्। फेरि एकजनाले दिदीबहिनीहरू मध्येबाट पढिदिनुहोस् मत्ती 6 अध्यायको 1 देखि 4 पद। तब आफ्नो सामु पुरै नबजाऊ, जसको भोगीहरूले सभाघरहरू र सडकहरूमा मानिसहरूबाट प्रशंसा पाउनलाई गर्दछन्। साँच्चै म तिनीहरूलाई भन्दछु, तिनीहरूले आफ्नो इनाम पाइसकेका छन्। तर जब तिमी दान दिन्छौ, तिम्रो दाहिने हातले के गरिरहेको छ सो देब्रे हातले थाहा नपाओस्। तिम्रो दान गुप्तमा होस् र गुप्तमा देख्नुहुने तिम्रो पिताले तिमीलाई इनाम दिनुहुन्छ। यहाँनिर येशूले स्वर्गका खजानाहरूको बारेमा सिकाउनु भन्दा अगाडि हैन, हामी अघि मत्ती 6 अध्यायको 19 देखि हेर्यौँ र यो स्वर्गको खजानाहरूको विषयमा सिकाउनु भन्दा अघि उहाँले गुप्त दानको बारेमा आफ्ना चेलाहरूलाई सिकाउँदै हुनुहुन्छ। अनि उहाँले पद 4 मा भन्नुहुन्छ तिम्रो दान गुप्तमा होस् र गुप्तमा देख्नुहुने तिम्रो पिताले तिमीलाई इनाम दिनुहुनेछ। त्यसपछि उहाँले 20 पदमा भन्नुहुन्छ तर आफ्नो निम्ति स्वर्गमा धन थुपार। भनेपछि स्वर्गमा खजानाहरू जम्मा गर्नु भनेको त पैसा दिने विषयमा हो, धन दिने विषयमा हो। बुझ्दै हुनुहुन्छ? स्वर्गमा खजानाहरू जम्मा गर्नु भनेको त पैसा दिने विषयमा हो, खजाना र धन सम्पत्ति दिने विषयमा हो। यसोले 20 पदमा यही भन्दै हुनुहुन्छ कि स्वर्गमा धन सम्पत्ति थुपार, होइन र? अनि त्यो भन्दा अगाडि यसोले के भन्नुभयो कि तिम्रो दान गुप्तमा होस्, तिम्रो दान गुप्तमा होस्। यसकारणले गर्दा कि तपाईँ र म यो जान्नुपर्छ कि यसोले यहाँनिर भन्दै हुनुहुन्छ कि साँच्चै नै स्वर्गमा खजानाहरू जम्मा गर्नु भनेको दिने बारेमा हो, दिने विषयमा हो। यसोले लुका 12:23 मा 33 मा पनि भन्नुहुन्छ तिमीहरूले आफ्नो निम्ति बेचेर दान देऊ, आफ्नो सम्पत्ति बेचेर दान देऊ, आफ्नो निम्ति थोत्रो हुने नहुने थैलीहरू बनाऊ, स्वर्गमा कहिले नष्ट नहुने धन स्वर्गमा सञ्चय गर, जहाँ चोर आउँदैन र किरा पनि लाग्दैन।
र पावलले पनि पहिलो तिमोथी 6:18 अथवा पदमा असल कामहरूमा दानी हो भनेर उनले भनेका छन्। अनि पावलले फिलिपीका मण्डलीले पनि भनेका छन्, जब तपाईँ 4 अध्यायको 17 पदमा हेर्नुहुन्छ भने त्यहाँनिर भनेका छन् 4:17 र 18 पदमा, मैले भेटी खोजेको होइन, तर म त तिमीहरूमा यस्तो फलको आशा राख्छु जो तिमीहरूकै हिसाबमा जम्मा हुँदै जाओस्। बाइबलमा धेरै खण्डहरू पाउनुहुन्छ। स्वर्गमा खजानाहरू भण्डारण गर्नु भनेको पैसा दिने विषयमा हो भनेर तपाईँ धेरै खण्डहरू पाउन सक्नुहुन्छ। स्वर्गमा खजानाहरू जम्मा गर्नु नै प्रभुको सेवाको लागि पैसा दिनु हो। अनि यो कुरा तपाईँ र म जान्नुपर्छ कि हामी प्रभुको लागि अथवा हामी स्वर्गमा खजाना जम्मा गर्नु भनेको, भण्डारण गर्नु भनेको र हामी प्रभुको सेवाको लागि, चर्चको सेवाको लागि, विश्वासीहरूको लागि हामीले पैसा, उनीहरूको भलाइको लागि पैसा दिनु हो। यसकारणले तपाईँ र म यो कुरा जान्नुपर्छ कि स्वर्गमा खजानाहरू, स्वर्गमा सम्पत्तिहरू भण्डारण गर्नु भनेको त प्रभुको लागि मुठी फुकाउनु हो। जब तपाईँ गरिब विधवालाई याद गर्नुहुन्छ भने गरिब विधवाले पनि आफ्नो दरिद्रताबाट तामाको 2 सिक्का दिएर आफ्नो सारा जीविका नै अर्पण गरे। उनले 2 सिक्का दिएर स्वर्गमा खजानाहरू जम्मा गरेकी थिए। उनले 2 सिक्का चढाएकी थिए, तर उनले साँच्चै नै वास्तवमा उनी त स्वर्गमा खजानाहरू जम्मा गरेकी थिए। ती 2 सिक्का दिएर पनि स्वर्गमा आफ्नो निम्ति धन सम्पत्ति थुपारेका थिए। यसकारण हे विश्वासीहरू हो, जान्नुहोस् स्वर्गमा खजानाहरू जम्मा गर्नु भनेको पैसा र धन अथवा सम्पत्ति दिने कुरा हो। तपाईँ र म यो जान्नुपर्छ। हे विश्वासीहरू, हे हाम्रो जवानहरू, हाम्रा मण्डलीहरू, तपाईँ र म यो जान्नुपर्छ कि स्वर्गमा जम्मा गर्नु भने, स्वर्गमा खजानाहरू सम्पत्तिहरू जम्मा गर्नु भनेको तपाईँ र म प्रभुको लागि मुठी फुकाउनु हो। हामी तपाईँ र म प्रभुलाई दिनु हो। यदि स्वर्गको ब्याङ्कमा असली खजानाहरू भण्डारण गर्नु पैसा दिने कुरा हो भने तपाईँ उत्साहित हुनुहोस् पैसा दिनलाई, प्रभुको महिमाको लागि छुट्याउनलाई उत्साहित हुनुहोस्। यदि स्वर्गमा खजानाहरू जम्मा गर्नु भनेको त साँच्चै नै पैसा दिने कुरा हो भने पैसा दिनलाई उत्साहित हुनुहोस्। आफ्नो मुठी खाँचोमा परेकोहरूको निम्ति बन्द नगर्नुहोस्। मण्डलीको भलाइको लागि तपाईँको पैसाको थैलीलाई नकस्नुहोस्, खोल्नुहोस्। गुप्तमा देख्नुहुने पिताले तपाईँले इनाम दिनुहुनेछ। कति सदस्यहरू महिनाको सबैभन्दा धेरै कमाउँछन्। कति सदस्यहरू मण्डलीको सदस्यहरू मध्ये सबैभन्दा धेरै कमाउँछन्, तर मण्डलीमा सबैभन्दा कम दिन्छन्। उद्धार चित्तले कहिल्यै दिएका हुँदैन। कति विश्वासीहरू गरिब छौ भन्दै बहाना बनाउँदै उनीहरू बस्छन्। जब भोलि म 30,000 कमाउँछु त्यसपछि म दिन्छु, भोलि म 50,000 कमाउँछु त्यसपछि म दिन्छु, भोलि म 1 लाख कमाउँछु त्यसपछि म अझ बढी आफ्नो मुठी फुकाउँछु भनेर प्रतिज्ञा गरी बस्छन्। तर प्रियहरू, त्यो दिन कहिले आउँदैन। जब पैसा आउँछ उनीहरू पैसाको नोकर भएर काम गरिरहेका हुन्छन्। हे प्रियहरू हो, यदि तपाईँ यस्तो हुनुहुन्छ भने तपाईँ र म पश्चाताप गर्नुपर्छ। हामी पैसाको नोकर हुन सक्दैन। हामी परमेश्वरको, हामी ख्रिस्टको हामी दासहरू हौँ। उहाँ हाम्रो मालिक हुनुहुन्छ। यसकारणले गर्दाखेरि तपाईँ र म हाम्रो सम्पत्तिहरू हामी प्रभुको लागि, ख्रिस्टको लागि, उहाँको सेवाको लागि हामी प्रयोग गर्नुपर्छ। म उत्साह दिन चाहन्छु, हे मेरा दाजुभाइहरू हो, हे हाम्रा दिदी बहिनीहरू हो, यसुलाई हेर्नुहोस् जो स्वर्गको मालिक, जो अति धनदे, अति नै धनी उहाँ हुनुहुन्छ। हामी सबैभन्दा आत्मिकी गरिब मानिसहरूलाई सबैभन्दा ठुलो धन दिनको लागि, उहाँ हामीलाई आत्मिक धन दिनको लागि उहाँ स्वर्ग छोडेर यो संसारमा आउनुभयो र हामीलाई उहाँले आत्मिक धन दिनुभएको छ, हामीलाई मुक्ति दिनुभयो, हामीलाई जीवन दिनुभयो। स्वर्गको मालिक तपाईँ र मलाई आत्मिक धन, जो हामी आत्मिक गरिब भएका मानिसहरूलाई उहाँले के गर्नुभयो? स्वर्गको धन, हामीले अनन्त जीवन हामीलाई दिनको लागि स्वर्गको मालिक संसारमा आउनुभयो। यसकारण यो धनलाई सम्झिँदै उहाँको महिमाको लागि, मण्डलीको भलाइको लागि पृथ्वीका धनहरू बाँड्नुहोस्, किनकि यो नै स्वर्गमा खजानाहरू जम्मा गर्नु हो। आमेन।
आउनुहोस् हामी चौथो अर्थीलाई हेर्नेछौँ। अनन्त लगानीको बारेमा जान्नुहोस्। अनन्त 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 लगानीको बारेमा जान्नुहोस्। हामी अन्तिम अर्थी र चौथो अर्थी। कसैले फेरि दाजुभाइहरूमा एकजनाले पढिदिनुहोस् मत्ती 13 अध्यायको 44 देखि 46 पद। जब तपाईँ यहाँनिर मत्ती 13 अध्यायको 44 देखि 46 पदमा हेर्नुहुन्छ भने यहाँनिर येशूले चेलाहरूलाई दुईवटा दृष्टान्तहरूद्वारा स्वर्गको राज्यको बारेमा सिकाउँदै हुनुहुन्छ। पहिलो उहाँले गार्धन, जो 44 पदमा उहाँले तपाईँ हेर्नुहुन्छ भने 44 पदमा उहाँले गार्धनको विषयमा, विशेष गरी स्वर्गको राज्यको विषयमा उहाँले यो दृष्टान्तद्वारा सिकाउँदै हुनुहुन्छ। उहाँले भन्नुहुन्छ स्वर्गको राज्य कुनै एउटा खेतमा गाडी राखेको गार्धन जस्तो हो, जो एकजना मानिसले भेटाएर त्यसलाई लुकाइराख्दछ र आनन्दित भएर ऊ जान्छ र आफूसित भएका सबै बेच्छ र त्यो खेत किन्छ। किनकि उसको सबै सम्पत्ति, सबै धनभन्दा बहुमूल्य खेतमा गाडी राखेको गार्धन थियो। जब तपाईँ फेरि 45 देखि 46 पदमा हेर्नुहुन्छ भने त्यहाँनिर बहुमूल्य मोतीको कुरा गर्नुहुन्छ। फेरि स्वर्गको राज्य असल मोतीहरू खोज्ने एउटा व्यापारी जस्तो हो। 46 पदमा त्यसले एउटा बहुमूल्य मोती भेटाएपछि गएर आफूसँग भएको सबै बेचेर त्यो मोती किन्यो। किनकि उसको सबै सम्पत्तिभन्दा बहुमूल्य मोती थियो। यसोले कति, यहाँनिर तपाईँ हेर्नुहुन्छ भने यसोले कति उत्तम व्यापार गर्न तपाईँलाई मलाई प्रस्ताव राख्दै हुनुहुन्छ। तपाईँले सुन्दै हुनुहुन्छ यहाँनिर दुईवटा दृष्टान्त, विशेष गरी स्वर्गको राज्यको विषयमा दुईवटा कुराद्वारा सिकाउँदै हुनुहुन्छ। उहाँले कति एउटा त्यो कुराहरूद्वारा कति उत्तम एउटा व्यापार गर्न तपाईँले मलाई प्रस्ताव राख्दै हुनुहुन्छ। हामीले राख्न नसक्ने अस्थायी सम्पत्तिहरूलाई गुमाउन नसक्ने अनन्त सम्पत्तिहरू प्राप्त गर्न सक्छौँ। यो त एउटा बच्चाले नयाँ साइकलको लागि भाँचिएको सिट्टी साट्नु जस्तै हो। भाँचिएको सिटीसँग नयाँ साइकलसँग साट्नु जस्तै हो। वा एकजना मानिसले बोतलको एक बोरा बिर्कोको बदलामा कोका कोलाको बहुमत सेयर स्वीकार गर्नु जस्तै हो। यसोले यस्तो उत्तम प्रस्ताव राख्नु भएको छ। यसोले कति उत्तम प्रस्तावले राख्नु भएको छ हैन? यस्तो उत्तम प्रस्ताव, यस्तो उत्तम अवसरलाई केवल एक मूर्खले मात्रै गुमाउनेछ। केवल एउटा अथवा मूर्खले मात्र यो उत्तम प्रस्तावलाई इन्कार गर्नेछ। एक बुद्धिमान मानिसले पक्कै पनि गर्दैन, उसले स्वीकार्दछ। फेरि के तपाईँ यो अवसर गुमाउन चाहनुहुन्छ? म कदापि चाहदैन र निस्सन्देह तपाईँ पनि गुमाउन चाहनुहुन्न। मानौ तपाईँ वर्तमानमा यो संसारमा यो सोचेर नेपाली एक रुपियाँ 2 रुपियाँ सिक्का के एक रुपियाँको सिक्का 2 रुपियाँको सिक्का तपाईँले यो सोचेर जम्मा गरिदिनुहुन्छ कि भविष्यमा त्यो मेरो प्रयोगमा आओस्, मेरो भविष्यमा अथवा काम लागोस् भनेर तपाईँले जम्मा गरिरहनु भएको छ। तपाईँले 1 करोड जम्मा गर्नुभयो, तर सरकारले अबदेखि त्यो सिक्का र त्यो सिक्काको पैसा नचल्ने भनेर लिखित घोषणा गरिदियो। अब भन्नुहोस् तपाईँले जम्मा गर्नुभएको 1 करोड त्यो सिक्कासँग तपाईँ के गर्नुहुन्छ होला? फाल्नु बाहेक कुनै उपाय छैन, जलाउनु बाहेक कुनै उपाय छैन। तपाईँले आफ्नो निम्ति तपाईँले चाहिने आधारभूत आवश्यकताको लागि तपाईँले प्रयोग गर्नुहोस्, तर अरू बाँकी सबै परमेश्वरको राज्यमा लगानी गर्नुहोस्। जुन सरकार कहिल्यै नै हट्ने छैन, जुन सरकार सधैँभरि टिक्नेछ, जुन सरकार सधैँभरि स्थिर रहनेछ। परमेश्वर आफ्नो प्रतिज्ञामा विश्वस्तता हुनुहुन्छ, उहाँ सधैँ आफ्नो प्रतिज्ञा पुरा गर्नुहुन्छ। यसकारण हे विश्वासीहरू हो, अनन्त लगानीको बारेमा जान्नुहोस्। तपाईँ र म जान्नु आवश्यक छ। भौतिक सम्पत्तिहरू थुपार्नु भनेको यो नैतिक रूपमा गलत छ भने होइन है, नबुझ्नुहोस्। भौतिक सम्पत्ति थुपार्नु होइन, यो भनेको नैतिक रूपमा गलत छ, यो खराब हो भनेर तपाईँ र म बुझ्नु हुँदैन। तर यो जान्नुहोस् कि यो त एउटा केवल के हो? खराब लगानी मात्र हो। एउटा भनाइ छ नि,
राख्नुको सट्टा दिनुहोस्, राख्नुको सट्टा दिनुहोस्। तपाईले आफू नराख्नुहोस् तर परमेश्वरले राख्न दिनुहोस्। तपाईको सम्पत्ति, तपाईको धनहरूलाई परमेश्वरले राख्न दिनुहोस्। यदि धन उहाँको सेवकाईको लागि तपाईँ प्रयोग गर्दै हुनुहुन्छ भने तपाईँ अनन्त कालमा लगानी गर्दै हुनुहुन्छ। तपाईँ परमेश्वरले राख्न दिँदै हुनुहुन्छ, जो उहाँले सुरक्षित राख्नुहुनेछ। आमेन। तर कतिजना पैसा लगानी गर्न चाहन्छन्, कति विश्वासीहरू पैसा लगानी गर्न चाहन्छन्। यो असल कुरा हो, लगानी गर्न चाहनु एकदम असल कुरा। यसोले पनि लगानी गर्न भन्नुभएको छ हैन, यो असल कुरा हो। तर बिति जाने संसारमा मात्रै लगानी गर्न चाहन्छन्। यो त केवल एउटा भाँचिएको डुङ्गा वा डुब्न लागेको डुङ्गामा सारा सम्पत्ति राख्नु जस्तै हो। जो डुब्नै लागेको छ डुङ्गा, त्यसमा सम्पत्ति राख्नु जस्तै हो। राखेर के फाइदा, आखिरमा त्यो डुब्ने नै छ होइन र। त्यो जलिराखेको घरमा सम्पत्ति राख्नु जस्तै हो। जो जलिराखेको छ त्यहाँ गएर तपाईँ सम्पत्ति थुपार्नुहोस्, के हुन्छ त्यहाँनिर, जल्नेछ। यो चाहिँ एउटा मूर्ख लगानी मात्र हो। धेरैजना लगानी गर्न वित्तीय सल्लाहकारहरूसँग, प्रसिद्ध व्यापारीहरूसँग सल्लाह लिन्छन्, तर स्वर्गको मालिक, सारा सम्पत्तिको मालिकसँग सल्लाह लिँदैन। यसकारण म उत्साह दिन चाहन्छु, हे हाम्रा विश्वासीहरू, हे मेरो दाजुभाइहरू, म उत्साह दिन चाहन्छु तपाईँ उहाँसँग सल्लाह लिनुहोस्। उहाँसँग जो सबैभन्दा उत्तम हुनुहुन्छ, जो सबैभन्दा धनी हुनुहुन्छ, जो स्वर्गको मालिक हुनुहुन्छ, जो सारा सम्पत्तिको मालिक हुनुहुन्छ, उहाँसँग तपाईँ सल्लाह लिनुहोस्। यदि तपाईँ उहाँसँग सल्लाह लिनुभयो भने उहाँले यही सल्लाह दिनुहुनेछ, परमेश्वरको राज्यमा लगानी गर, आफ्नो सम्पत्ति स्वर्गमा थुपार। उहाँले यही सल्लाह दिनुहुनेछ। जसको सरकार कहिल्यै नै हट्ने छैन, जसको राज्य कहिल्यै नै घाटामा छैन। संसारको सबै लगानीहरू पृथ्वीमा रहँदासम्म के हुन्छ, फाइदा दिन सक्छ ती कुराहरू। तर जब ख्रीष्ट आउनुहुन्छ पृथ्वीसँगै सबै बिति जानेछ। सबै बैंक, सबै वित्तीय संस्थाहरू, सबै सुनचाँदी, सबै बहुमूल्य मोतीहरू परालको खरानीसँगै उडी जानेछ। टिक्ने छ त केवल परमेश्वरको राज्य। यसकारण हे मेरा दाजुभाइहरू हो, परमेश्वरको राज्यमा भण्डारण गर्नुहोस्। परमेश्वरको स्वर्गको ब्याङ्कमा तपाईँ भण्डारण गर्नुहोस्, उहाँको राज्यमा लगानी गर्नुहोस्। हामीले सिक्यौँ कि हामी परमेश्वरको पैसाले अनन्तताको प्रकाशमा हामी भण्डारण गर्नुपर्छ। यसको लागि तपाईँ र म यो जान्नुपर्छ कि साँच्चै नै तपाईँ र म यो जान्नुपर्छ कि हामी परमेश्वरको पैसालाई हामी अनन्तताको दृष्टिकोणबाट हामी हेर्नुपर्छ, अथवा हामीले अनन्तताको लेन्सबाट हेर्नु आवश्यक छ। अनि यसले तपाईँ र मलाई स्वर्गमा धन थुपार्न लगाउँदछ। त्यति मात्र होइन, तपाईँ र म यो पनि जान्नुपर्छ कि पैसालाई अनन्तताको पैसा चाहिँ स्वर्गमा अथवा स्वर्गमा खजानाहरू जम्मा गर्नु भनेको त दिने विषयमा हो भनेको तपाईँ र म जान्नुपर्छ। यसले तपाईँ र मलाई फेरि परमेश्वरको त्यो अनन्त राज्यमा भण्डारण गर्न सहायता गर्छ। अनन्त लगानीको बारेमा जान्नु आवश्यक छ। यसले तपाईँ र मलाई स्वर्गमा परमेश्वरको राज्यमा भण्डारण गर्नलाई उत्साह दिन्छ। तपाईँ र म हेरौँ कि हामीले अनन्त परमेश्वरको राज्यमा लगानी गर्नलाई हामी के गर्नुपर्छ। हामीले चारैतर्फतिर हेरौँ। त्यसो भए हामी यो अर्को प्रश्न हेर्नेछौँ कि हामी अनन्त कालमा लगानी गर्न त्यो प्रेरणा कहाँबाट पाउँछौँ। हामी अनन्त कालमा लगानी गर्नको लागि हामी प्रेरणा कहाँबाट पाउँछौँ। हामी दुईवटा उत्साहहरूलाई हेर्नेछौँ। पहिलो उत्साह स्वर्गमा खजानाहरू जम्मा गर्नको लागि परमेश्वरको आज्ञा हो। हामी दुईवटा उत्साह हेर्नेछौँ। पहिलो उत्साह चाहिँ स्वर्गमा खजानाहरू जम्मा गर्न स्वर्गका मालिकको के हो, यो आज्ञा हो। यो तपाईँ मेरो लागि उत्साह हो। हामी स्वर्गमा अनन्त कालमा लगानी गरेर त्यो प्रेरणा, त्यो उत्साह कहाँबाट पाउँछ भन्दाखेरि चाहिँ स्वर्गको मालिक खुद उहाँले तपाईँ र मलाई लगानी गर्नलाई आज्ञा गर्नुभएको छ। यसकारण यो सत्यताले तपाईँ र मलाई उत्साह दिन्छ। यसले यही कुरा भन्नुहुन्छ, तपाईँहरू पढ्नुहोस् एकजनाले फेरि मत्ती 6:19-21 पढ्न पढिदिनुहोस्। पृथ्वीमा धन सम्पत्ति नथुपार, जहाँ किरा र खियाले नष्ट पार्छन्
चोरहरूले घर खोलेर ती चोर्छन्, तर आफ्नो निम्ति स्वर्गमा धन सम्पत्ति थुपार जहाँ किराले वा खियाले नष्ट पार्दैन र चोरले पनि चोर्दैन, किनकि जहाँ तिम्रो धन हुन्छ त्यही तिम्रो मन पनि हुन्छ। हो, यहाँनिर 20 पदमा हेर्नुहुन्छ भने आफ्नो निम्ति स्वर्गमा धन सम्पत्ति थुपार्न आज्ञा गरिएको छ। यो कसको आज्ञा हो? 20 पदमा हेर्नुहोस्, यो कसको आज्ञा हो? उहाँले 20 पदमा आफ्नो निम्ति स्वर्गमा धन सम्पत्ति थुपार्न आज्ञा गरिएको छ। यो कसले भन्नुभएको छ? यो कसको आज्ञा हो? स्वर्गको राजाको आज्ञा हो। जब तपाईँ 1 अध्यायमा हेर्नुहुन्छ भने 1 अध्यायमा येशूको वंशावली पाउनुहुन्छ अनि येशू राजाहरूको वंशबाट उहाँ आउनुभएको तपाईँ पाउनुहुन्छ। जब तपाईँ 2 अध्यायमा हेर्नुहुन्छ भने 2 अध्यायमा चाहिँ राजाको जन्म भएको तपाईँ पाउनुहुन्छ। अनि जब तपाईँ 3 अध्यायमा हेर्नुहुन्छ भने राजाको बाटो तयार भएको तपाईँ पाउनुहुन्छ। अनि जब तपाईँ 4 अध्यायमा हेर्नुहुन्छ भने राजाले पापीहरूलाई आफ्नो राज्यमा बोलाउनु भएको तपाईँ पाउनुहुन्छ। अनि त्यसपछि तपाईँ 5 देखि 7 अध्यायमा हेर्नुहुन्छ भने स्वर्गको राजाले स्वर्गको राज्यमा प्रवेश गरेकाहरू कसरी जिउनु पर्छ भनेर बताउनुहुन्छ। अनि उहाँले 20 पदमा यही भन्दै हुनुहुन्छ, यही आज्ञा गर्दै हुनुहुन्छ कि आफ्नो निम्ति स्वर्गमा धन सम्पत्ति थुपार। यो ख्रिस्टको आज्ञा हो, यो स्वर्गको मालिकको आज्ञा हो। ख्रिस्ट स्वर्गमा धन सम्पत्ति थुपार्न अनन्तकालमा लगानी गर्नको लागि ख्रिस्ट आफैले तपाईँ र मलाई आज्ञा गर्नुभएको छ। उहाँले तपाईँ र मलाई जलिरहेको घरमा सम्पत्ति राख्न आदेश दिनुभएको छैन। तपाईहरु बुझ्दै हुनुहुन्छ, उहाँले तपाईँ र मलाई जलिरहेको घरमा आफ्नो सारा सम्पत्तिलाई राख्नको लागि, जम्मा गर्नको लागि उहाँले भन्नुभएको छैन, तर आफ्नो घरमा उहाँले जम्मा गर्नलाई भन्नुभएको छ। स्वर्गमा धन सहार गर्न उहाँले आज्ञा गर्नुभएको छ, जहाँ कुनै किराले खाँदैन र खियाले पनि नष्ट गर्दैन, न त चोरहरूले ती चोर्न सक्छन्। येशू उहाँ चाहिँ स्वर्गको राजा हुनुहुन्छ, जो सारा सम्पत्तिको पनि मालिक हुनुहुन्छ। सबै धन, सबै पैसा, सबै खजानाहरूमाथिको प्रभुत्व उहाँको छ, ख्रिस्टको छ। उहाँ स्वर्ग र पृथ्वीको मालिक हुनुहुन्छ। उहाँ 1 बिघा जमिनको मात्रै मालिक हुनुहुन्न। उहाँ नेपाल देशको मात्र मालिक हुनुहुन्न। उहाँ एसिया महादेशको मालिक मात्र हुनुहुन्न। उहाँ त सारा विश्वका उहाँ मालिक हुनुहुन्छ। उहाँ सारा ब्रह्माण्डको उहाँ मालिक हुनुहुन्छ। उहाँ स्वर्ग र पृथ्वीको मालिक हुनुहुन्छ। उहाँ स्वर्ग र पृथ्वीमा भएका सारा सम्पत्ति, सबै कुराको पनि उहाँ मालिक हुनुहुन्छ। सारा खजानाहरूको पनि उहाँ मालिक हुनुहुन्छ। अनि कलसी 1 अध्यायको 15 देखि 16 मा पावलले यसरी भन्नुहुन्छ, उहाँ अदृश्य परमेश्वरको प्रतिरूप, सारा सृष्टिको ज्येष्ठ हुनुहुन्छ, किनकि उहाँ माने सबै थोक सृष्टि भएका थिए। स्वर्गमा र पृथ्वीमाथि भएका दृश्य र अदृश्यहरू, चाहे सिंहासनहरू, चाहे प्रभुत्वहरू, चाहे प्रधानताहरू, चाहे अधिकारहरू, चाहे सबै थोक उहाँद्वारै उहाँको निम्ति सिर्जिएका हुन्। सबै उहाँको निम्ति। सुन्नुहोस् प्रियहरू, सुन्नुहोस्, यही सारा ब्रह्माण्डको मालिक, यही सारा सम्पत्तिको मालिकले, यही सारा स्वर्ग र पृथ्वीको मालिकले तपाईँ र मलाई स्वर्गमा खजाना, स्वर्गमा लगानी गर्नलाई उहाँले आज्ञा गर्नुभएको छ। कति उत्तम उहाँले आज्ञा गर्नुभएको छ। यसले तपाईँ र मलाई उत्साह दिन्छ, होइन र? स्वर्गमा लगानी गर्न, त स्वर्गमा खजानाहरू जम्मा गर्नलाई कसले उत्साह दिँदैन? स्वर्गको मालिक आफैले भन्नुभएको छ। यो आफैले उहाँले आज्ञा गर्नुभएको छ। यसले तपाईँ र मलाई पक्कै पनि उत्साह दिन्छ। यसकारण हे विश्वासीहरू, स्वर्गमा धन सम्पत्तिहरू भण्डारण गर्नुहोस्। उहाँको आदेश मान्न, उहाँको आज्ञा मान्न नडराउनुहोस्। स्वर्गको मालिकले आज्ञा गर्नुभएको छ, उहाँको आज्ञा मान्न तपाईँ नडराउनुहोस्। बिना शङ्क पालन गर्नुहोस् उहाँको आज्ञा। बिना शङ्क तपाईँले मान्नुहोस्, पुरा गर्नुहोस्। उहाँले भन्नुभएको, अरू कुनै व्यक्तिले भनेको होइन, स्वर्गको मालिकले भन्नुभएको छ, स्वर्गमा जम्मा गर्नले भन्नुभएको छ। यस कारणले गर्दाखेरि उहाँको आदेश मान्न तपाईँ शङ्क नगर्नुहोस्। उहाँले भन्नुभएको छ, कुनै व्यक्ति, यो संसारको मानिसले
होइन, तर उहाँले भन्नुभएको छ स्वर्गको मालिक, जो पृथ्वीको मालिक हुनुहुन्छ, जो स्वर्गको मालिक, जो सारा सम्पत्तिको उहाँ मालिक हुनुहुन्छ, उहाँले तपाईँ र मलाई स्वर्गबाट आएर यो संसारमा तपाईँ र मलाई भन्दै हुनुहुन्छ स्वर्गमा जम्मा गर। उहाँले भन्नुभएको छ। यसकारण म उत्साह दिन चाहन्छु, उहाँले भन्नुभएको यो सत्यताले तपाईँ पालन गर्नुहोस्, तपाईँ भण्डारण गर्नुहोस्। यसले तपाईँ र मलाई स्वर्गमा लगानी गर्न उत्साह दिन्छ। यदि कुनै व्यक्तिले भनेको भए सायद हामी शङ्का गर्थ्यौँ होला, को जम्मा गर्छ र, होइन? तर कुनै व्यक्तिले, संसारको गरिब कमजोर मान्छेले भनेको होइन, स्वर्गको मालिकले, उहाँले तपाईँ र मलाई आदेश दिनुभएको छ, आज्ञा गर्नुभएको छ, उहाँले भन्नुभएको छ। त्यसैले हामी स्वर्गमा पैसाहरू, सम्पत्तिहरू अनन्तकालमा हामी लगानी गर्नुपर्छ, भण्डारण गर्नुपर्छ। आउनुहोस् हामी दोस्रो उत्साह हेर्नेछौँ। हामी पहिलो उत्साह हेऱ्यौँ कि स्वर्गमा लगानी गर्न येशू आफैले भन्नुभएको छ, स्वर्गको मालिकले भन्नुभएको छ। दोस्रो उत्साह, स्वर्गका मालिकले कहिले नाश नहुने इनाम दिने प्रतिज्ञा गर्नुभएको छ। उहाँले केवल आज्ञा मात्रै गर्नुभएको छैन, सुन्दै हुनुहुन्छ? उहाँले केवल तिमीहरू जम्मा गर मात्रै भन्नुभएको छैन, उहाँले त जम्मा गर, इनाम पनि मिल्नेछ। बुझ्दै हुनुहुन्छ? उहाँले आज्ञा गर्नु मात्रै भन्नुभएको छैन, तर उहाँले त इनाम पनि मिल्नेछ, उहाँले इनाम दिने पनि प्रतिज्ञा गर्नुभएको छ। त्यो पनि कहिल्यै नष्ट नहुने, कहिल्यै नाश नहुने इनाम दिने प्रतिज्ञा गर्नुभएको छ। के यसले तपाईँ र मलाई उत्साह दिँदैन र? पक्कै पनि तपाईँ र मलाई यसले उत्साह दिन्छ। मिसनरी जिम एलियटले भनेको छन्, त्यो मानिस मूर्ख होइन जसले आफूले गुमाउन नसक्ने चिज प्राप्त गर्न आफूले राख्न नसक्ने चिज अरूलाई दिन्छ। बुझ्दै हुनुहुन्छ? अन्त त्यो मानिस मूर्ख होइन जसले आफूले गुमाउन नसक्ने चिज प्राप्त गर्न आफूले राख्न नसक्ने चिज अरूलाई दिन्छ। यसुले हामीलाई गुमाउन नसक्ने चिज दिने प्रतिज्ञा गर्नुभएको छ। उहाँले हामीलाई कहिले नाश नहुने इनाम दिने प्रतिज्ञा गर्नुभएको छ। हामीले दुईवटा इनामहरू हेर्नेछौँ। पहिलो, पैतृक सम्पत्ति। उहाँले पैतृक सम्पत्ति दिने, यो इनाम दिने उहाँले प्रतिज्ञा गर्नुभएको छ। कसैले एकजना पढिदिनुहोस्, पहिलो पत्रुस 1:4। छन्। तपाईँ यहाँनिर हेर्नुहुन्छ भने पत्रुसले विभिन्न ठाउँमा निर्वासित भई छटपष्ट भएका 700 विश्वासीहरूलाई परमेश्वरले स्वर्गमा राखिदिनु भएको पैतृक सम्पत्ति तर्फ केन्द्रित गर्दै उनीहरूले आनन्द मनाउनको लागि प्रोत्साहन गरिरहेका छन्। अनि जब तपाईँ यो पढ्दै हेर्नुहुन्छ भने परमेश्वरले 700 विश्वासीहरूको लागि स्वर्गमा साँचेर पैतृक सम्पत्ति राख्नु भएको छ। अनि त्यो पैतृक सम्पत्ति कस्तो छ? पत्रुसले भन्दछन् अविनाशी छ, अविनाशी छ त्यो पैतृक सम्पत्ति। संसारको सम्पत्ति सबै नाश भएर जानेछ, तर स्वर्गमा भएको हाम्रो पैतृक सम्पत्ति नाश हुने छैन। त्यति मात्र होइन, त्यो विशुद्ध छ, पापको दाग नलागेको सम्पत्ति छ। स्वर्गमा पैतृक सम्पत्ति पूर्ण रूपमा खोट रहेछ, किनकि परमेश्वर आफै शुद्ध हुनुहुन्छ। स्वर्गमा हाम्रो लागि राखिएको सम्पत्ति कुनै बिग्रिएको छैन। त्यति मात्र होइन, उहाँले पत्रुसले भन्दछन् त्यो पैतृक सम्पत्ति चाहिँ नओइलाइने छ, त्यो नओइलाइने किसिमको छ। स्वर्गमा साँचिरहेको सम्पत्ति घाँस चाहिँ ओइलाइने छैन। तर स्वर्गमा राखिएको इनाम चाहिँ अथवा त्यो सम्पत्ति चाहिँ विलीन हुने छैन। जब तपाईँ सुरुमा एउटा कपडा र लुगा किन्नुहुन्छ, त्यो एकदम नयाँ हुन्छ होइन? जब तपाईँले नयाँ कपडा किन्नुहुन्छ एकदम नयाँ हुन्छ, एकदमै राम्रो देखिन्छ। त्यसपछि त्यो पछि के हुन्छ, त्यो पुरानो हुँदै हुँदै जान्छ, त्यसपछि स्यातेर अब भनौँ फाटेर जान्छ। प्रियहरू, तर स्वर्गमा राखिएको इनाम चाहिँ सुरुमा किनिएको लुगा चाहिँ सधैँ नयाँ नै रहिरहन्छ। परमेश्वरले आफ्नो छोराछोरीहरूको लागि पहिल्यैदेखि नै स्वर्गमा कहिल्यै नाश नहुने, कुनै दाग नलागेको, कहिल्यै नखिने सम्पत्ति अथवा पैतृक सम्पत्ति सधैँभरिको लागि उहाँले सधैँको लागि सुरक्षित राख्नु भएको छ। र येशूले पनि
उहाँले त्यो इनाम दिनको लागि प्रतिज्ञा गर्नुहुन्छ। मर्कुस 9 अध्यायको 41 पदमा हेर्नुहुन्छ भने त्यहाँनिर यीशुले भन्नुहुन्छ कसैले मेरो नाउँमा तिमीहरूलाई एक कचौरा कसैले पानी दियो भने त्यसको इनाम गुम्ने छैन। परमेश्वरले ख्रिस्टले तपाईँ र मलाई त्यो सम्पत्ति कहिले नाश नहुने सम्पत्ति त्यो पैतृक सम्पत्ति कहिले जो नाश हुँदैन उहाँले तपाईँ र मलाई दिने प्रतिज्ञा गर्नुभएको छ। दोस्रो सम्पत्ति दोस्रो इनाम पहिलो इनाम पैतृक सम्पत्ति हो दोस्रो इनाम अनन्त महिमा। जब तपाईँ रोमी 8को 18 पदमा हेर्नुहुन्छ भने पावल यहाँले यसै भन्दछन् म विचार गर्दछु कि हामीमा जुन महिमा प्रकट गरिनेछ त्यससँग वर्तमान समयका कष्टहरू तुलना गर्न योग्यका छैनन्। यहाँनिर पावलले भविष्यको महिमाको कुरा गरिरहेका छन्। जुन महिमा हामीमा प्रकट गरिनेछ र त्यो महिमासँग अहिलेका कष्टहरू तुलना गर्न योग्यका छैनन्। अनि पावल 2 कोरिन्थी 4को 17 पनि यही महिमाको कुरा गर्छन् किनकि हाम्रो हल्लुको र क्षणभरको कष्टले हाम्रा निम्ति अतुलनीय तथा अनन्तको महिमा अथवा महान महिमा तयार गरिरहेछ। यो संसारको सबै असल चिजहरू बितेर जानेछ, सबै कष्टहरू पनि बितेर जानेछ, तर परमेश्वरले हाम्रो लागि जुन महिमा तयार गरेर राख्नु भएको छ त्यो सधैँभरि रहनेछ। एक दिन हामी सबै उहाँको जनहरू उक्त महिमा पाउनेछौँ। एक दिन हामी सबैजना उहाँले जुन महिमा हाम्रो लागि अनन्त राखिदिनु भएको छ त्यो अनन्त महिमा तपाईँ र म हामी पाउनेछौँ। हामीले त्यो अनन्त महिमा दिने उहाँले प्रतिज्ञा गर्नुभएको छ। संसारको सबै कुरा बितेर जानेछ, सबै महिमाहरू सबै इज्जतहरू बितेर जानेछ, तर ख्रिस्टले जुन राखिदिनु भएको महिमा छ जो प्रकट गरिएको छैन एक दिन प्रकट गरिनेछ, जो संसारको कष्टहरूसँग तुलना गर्न योग्यको छैन। त्यो महिमा तपाईँ र मलाई उहाँले एक दिन दिनुहुनेछ। के तपाईँ र मलाई यो सत्यताले यसले तपाईँ र मलाई परमेश्वरको राज्यमा खजानाहरू जम्मा गर्नलाई उत्साह दिँदैन र? उहाँले यस्तो महिमा यस्तो इनाम दिने प्रतिज्ञा गर्नुभएको छ जो कहिल्यै नाश हुने छैन, जो कहिल्यै बितेर जानेछन्, त्यो अनन्त महिमा हो। अनि त्यो महिमा दिने उहाँले त्यो महिमाको इनाम दिने प्रतिज्ञा गर्नुभएको छ। अनि के यो सत्यताले यो प्रतिज्ञाले यो इनामले तपाईँ र मलाई साँच्चै परमेश्वरको राज्यमा खजानाहरू सम्पत्तिहरू जम्मा गर्न उत्साह दिँदैन? पक्कै पनि दिन्छ। कोही पनि आफ्नो सम्पत्ति जहाँनिर ग्यारेन्टी नै छैन त्यहाँनिर आफ्नो सम्पत्ति राख्न चाहँदैन, बिल्कुलै राख्न चाहँदैन। कोही पनि डुब्न लागेको डुङ्गामा आफ्नो सम्पत्ति राख्न चाहँदैन, होइन? जलिरहेको घरमा आफ्नो सम्पत्तिलाई राख्न चाहँदैन किनकि कुनै ग्यारेन्टी नै छैन, डुबेर जान्छ, नाश भएर जान्छ, कोही पनि राख्न चाहँदैन। यो संसार पनि डुब्न लागेको डुङ्गा जस्तै हो, यो संसार पनि जलिरहेको घर जस्तै हो। एक दिन ढुङ्गामाथि अर्को ढुङ्गा रहने छैन, सबै भत्काइनेछ, सबै चकनाचुर हुनेछ, तर परमेश्वरको राज्य सधैँभरि रहनेछ। परमेश्वरले हाम्रो लागि साँचेर राखिदिनु भएको इनामहरू सधैँभरि रहनेछन्। उहाँले हाम्रो लागि राखिदिनु भएको पैतृक सम्पत्ति र अनन्त महिमा सधैँभरिको लागि रहनेछ, यो सधैँभरिको लागि रहनेछ। र यो दिने यही इनाम दिने प्रतिज्ञा स्वर्गको मालिकले गर्नुभएको छ, जो उहाँको प्रतिज्ञा फेल खाँदैन, उहाँको प्रतिज्ञा अपुरो हुँदैन। अनि के यो उहाँले प्रतिज्ञा गर्नुभएको कारण तपाईँ र मलाई साँच्चै नै अनन्त कालमा लगानी गर्नको लागि उत्साह दिँदैन? पक्कै पनि दिन्छ, पक्कै पनि दिन्छ। के यो परमेश्वरको कहिले नाश नहुने इनामको प्रतिज्ञाले तपाईँ र मलाई उहाँको राज्यमा भण्डारण गर्न उत्साह दिँदैन? के यसले तपाईँ र मलाई परमेश्वरको लागि खर्च गर्न उत्साह दिँदैन? अवश्य पनि दिन्छ। हामी धेरै पटक लगानी गर्न हाम्रो लगानीहरू खेर जाला भनेर हामी डराइरहेका हुन्छौँ। सारा सम्पत्ति जुन मैले लगानी गरेको छु त्यो व्यर्थ जान्छ कि भनेर हामीले डराइरहेका हुन्छौँ। हामी मुठी खोल्न पनि हामी पछि परिरहेका हुन्छौँ, हामी दिन पनि पछि परिरहेका हुन्छौँ। हे प्रियहरू, चिन्ता नगर्नुहोस्, नडराउनुहोस्,
किनकि कुनै वित्तीय सल्लाहकारहरूले तपाईँले भनेका छैनन्, कुनै वित्तीय सल्लाहकारहरूले तपाईँलाई प्रतिज्ञा गरेका छैनन्, कुनै प्रसिद्ध व्यापारीहरूले तपाईँ र मलाई प्रतिज्ञा गरेका छैनन्। तर ख्रिस्टले तपाईँ र मलाई प्रतिज्ञा गर्नुभएको छ। तर उहाँले स्वर्गको मालिकले तपाईँ र मलाई प्रतिज्ञा गर्नुभएको छ। उहाँले तपाईँ र मलाई प्रतिज्ञा गर्नुभएको छ स्वर्गमा धन सम्पत्ति थुपार्नलाई, उहाँको राज्यमा लगानी गर्नको लागि प्रतिज्ञा गर्नुभएको छ। प्रियहरू, तपाईँ र म उहाँको प्रतिज्ञामा निर्धक्क हुन सक्छौँ। यो संसारको मानिसहरूको प्रतिज्ञामा, यो संसारको मानिसहरूको भनाइहरूमा, कुराहरूमा हामी निर्धक्क हुन सक्दैनौँ। तर हामी स्वर्गको मालिक जो ख्रिस्ट हुनुहुन्छ उहाँको प्रतिज्ञामा हामी निर्धक्क हुन सक्छौँ। हामी पूर्ण रूपमा भर पर्न सक्छौँ। हामी आँखा बन्द गरेर आफ्नो सम्पत्तिहरू उहाँको हातमा राख्न सक्छौँ। हाम्रा खजानाहरू उहाँलाई हामी सुम्पिन सक्छौँ। उहाँको प्रतिज्ञा फेल खाँदैन। यसकारण परमेश्वरको अनन्तकाल राज्यमा धन सम्पत्तिहरू सम्म गर्नुहोस्। हे प्रियहरू, म उत्साह दिन चाहन्छु, उहाँको राज्यमा भण्डारण गर्नुहोस्। उहाँको सेवाको लागि तपाईँ दिनुहोस्, उहाँको महिमाको लागि तपाईँ दिनुहोस्, उहाँको लागि खर्च गर्नुहोस्, उहाँको लागि मुठी फुकाउनुहोस्, आफ्नो मुठी बन्द गर्नुहोस्, खेर जाल नडराउनुहोस्। स्वर्गको मालिकले प्रतिज्ञा गर्नुभएको छ। यस कारणले म उत्साह दिन चाहन्छु, उहाँको राज्यमा के गर्नुहोस्, भण्डारण गर्नुहोस्, उहाँको राज्यको लागि खर्च गर्नुहोस्, उहाँको राज्यको लागि दिनुहोस्। उहाँले प्रतिज्ञा गर्नुभएको छ। म अन्तमा सबै विश्वासीहरूलाई फेरि पनि भन्न चाहन्छु, हामी परमेश्वरको पैसालाई अनन्तताको प्रकाशमा भण्डारण गर्नुपर्छ। हामी विश्वासीहरू, हामी उहाँको भण्डारीहरू, हामी उहाँको पैसाको सम्पत्ति जुन जिम्मा पाएका छौँ, उहाँका मानिसहरू, हामी चाहिँ उहाँको पैसालाई अनन्तताको प्रकाशमा भण्डारण गर्नुपर्छ। वास्तवमा भलाइ यसैमा छ। यदि हामी यो संसारमा मात्र भण्डारण गर्छौँ भने जान्नुहोस् यसुले के भन्नुभयो, खियाले नष्ट हुनेछन्, किराले खानेछ र किराले खानेछन्, चोरहरूले चोर्नेछन्, बानीले डुबाउनेछ, आगोले भस्म पार्नेछ। यदि संसारका आगोले भस्म नपारे पनि निसन्देह एक दिन ख्रिस्टको आगोले, परमेश्वरको आगोले त्यो नष्ट हुनेछ। यसकारण हे मेरा दाजुभाइहरू हो, हे मेरा विश्वासीहरू हो, हे हाम्रा प्रभुको जनहरू हो, परमेश्वरको अनन्तकाल राज्यमा आफ्नो धन जम्मा गर्नुहोस्। यसलाई सुरक्षित राख्ने प्रतिज्ञा उहाँले गर्नुभएको छ। उहाँले इनाम दिने प्रतिज्ञा गर्नुभएको छ। आमेन। आउनुहोस् हामी प्रार्थना गरौँ।